स्वागत छ। आज हामी हेक्टर गार्सिया र फ्रान्सिस मिरालेसको पुस्तक इकिगाई दीर्घायु र सुखद जीवनको जापानिज रहस्यबारे अलिक गहिरिएर कुरा गर्दैछौँ। खास गरी यसको नेपाली सारांशबाट महत्त्वपूर्ण ज्ञान निकाल्ने प्रयास गर्नेछौँ। हाम्रो उद्देश्य चाहिँ यस पुस्तकका मुख्य सन्देशहरू के हुन् तिनलाई बुझ्नु हो। यो इकिगाई भन्ने जुन शब्द छ नि, यसको अर्थ बाँच्नुको कारण वा जीवनको उद्देश्य भनेर बुझिन्छ। वास्तवमा यो चार कुराको सङ्गम हो क्या। आफूले मन पराउने कुरा, आफू जेमा सिपालु छ, अनि संसारलाई के चाहिन्छ र जसबाट पैसा कमाउन सकिन्छ। यी चारवटा जहाँ मिल्छन् नि, त्यही नै इकिगाई हो भन्छन्। चाख लाग्दो कुरो। त्यसो भए यो अवधारणाले चाहिँ कसरी लामो र सुखी जीवन जिउन मद्दत गर्छ त? पुस्तकले यसलाई कसरी बताउँछ? हेर्नुहोस्, सबैभन्दा पहिलो र सायद सबैभन्दा महत्त्वपूर्ण कुरा नै आफ्नो इकिगाई पत्ता लगाउनु हो। यसले जीवनलाई एउटा दिशा दिन्छ, हैन, ऊर्जा दिन्छ। पुस्तकले केही प्रश्न सोध्न सुझाउँछ आफैलाई, जस्तै मलाई के गर्दा साँच्चै खुसी लाग्छ, म केमा राम्रो छु, मैले अरूलाई कसरी सहयोग गर्न सक्छु। अनि त्यसमा त्यो ओकिनावाका मानिसहरूको उदाहरण पनि छ, हैन त? उनीहरू कहिले पुरै रिटायर्ड हुँदैनन् भन्ने कुरा त अलि अचम्म लाग्यो मलाई। हो, त्यो एकदमै महत्त्वपूर्ण पक्ष हो। उनीहरू जीवनभरि नै आफूलाई मन पर्ने, आफूलाई अर्थपूर्ण लाग्ने काममा लागिरहन्छन्। यो खाली व्यस्त रहनु मात्र होइन, मतलब उद्देश्यका साथ सक्रिय रहनु हो। र यसलाई नै दीर्घायुको एउटा मुख्य कारण मानिएको छ। यो इकिगाईलाई व्यवहारमा उतारेको जस्तै भयो के। सक्रियताको कुरा गर्दा पुस्तकले जीवनको गतिको बारेमा पनि केही भन्छ कि? जस्तो हतार नगरी जिउने कुराहरू। अवश्य भन्छ। बिस्तारै जिउनु अर्को महत्त्वपूर्ण सन्देश हो। हतार नगर्ने, हरेक क्षणलाई अलिक ध्यान दिएर शान्त भएर जिउने। एउटा जापानिज भनाइ छ नि, इची गो इची ए। यसको अर्थ हो हरेक भेट, हरेक क्षण चाहिँ एकदमै अद्वितीय हुन्छ, फेरि फर्केर आउँदैन। यसले हामीलाई वर्तमानमा, मतलब अहिले चलिरहेको क्षणमा पूर्ण रूपमा उपस्थित हुन सिकाउँछ। बिस्तारै खाने अथवा हिँड्दा पनि वरिपरि हेर्दै सजग भएर हिँड्ने जस्ता अभ्यासहरू यसकै उदाहरण हुन्। यो त भयो व्यक्तिले आफै गर्ने कुरा, तर हाम्रो वरपरको समाज, समुदाय, त्यसको पनि केही भूमिका हुन्छ होला नि? एकदमै हुन्छ। ओकिनावामा मोआई भन्ने एउटा चलन छ। मोआई यो भनेको चाहिँ बाल्यकालदेखि नै बनेका साथीहरूको सानो समूह हो। उनीहरू जीवनभर एकअर्कालाई भावनात्मक रूपमा अनि कहिलेकाहीँ त आर्थिक रूपमा पनि सहयोग गर्छन्। यस्तो बलियो सामाजिक सम्बन्धले मानसिक शान्ति दिन्छ, जीवनको गुणस्तर बढाउँछ, जुन लामो आयुका लागि एकदमै जरुरी छ। यो मोआईको कुरा सुन्दा त कति राम्रो लाग्यो। तर खै आजको यो व्यस्त अलि आधुनिक जीवनमा यस्ता बलिया समूहहरू बनाउन वा टिकाइराख्न कतिको सम्भव होला र? हो, यो विचार गर्नुपर्ने प्रश्न हो। सायद ठ्याक्कै ओकिनावाको जस्तै नहोला, तर नियमित भेटघाट गर्ने, सुख दुःख साट्ने, एउटा सानो विश्वासिलो साथीभाइको समूह बनाउने प्रयास गर्नु पनि त यसको सारलाई अँगाल्नु हो नि, हैन र? अब खानपानको कुरा गरौँ न त। त्यसमा पनि एउटा रोचक सिद्धान्त छ, हारा हाची बु। त्यो भनेको पेट 80% जति भरिएपछि खान छोड्ने। सुन्दा त सजिलो छ, तर गर्न चाहिँ अलिक गाह्रो होला जस्तो छ। हो, अभ्यास त चाहिन्छ नै, तर यसको पछाडिको मुख्य विचार चाहिँ के हो भने धेरै खाने बानीबाट बस्नु पर्यो, अत्याधिक भोजन नगर्ने। अनि यसका साथै के खाने भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण छ। पुस्तकले हरियो सागसब्जी, फलफुल, माछा अनि टोफु, ग्रिन टी जस्ता एन्टिअक्सिडेन्ट धेरै भएका खानेकुरामा जोड दिएको छ। शरीरको स्वास्थ्यको कुरा भयो, अनि मानसिक स्वास्थ्य नि, त्यसको लागि के गर्ने त? त्यो पनि उत्तिकै जरुरी छ। शरीर जस्तै दिमागलाई पनि त सक्रिय राख्नु पर्यो नि। ओकिनावाका बुढापाकाहरू बगैँचामा काम गर्ने, पजलहरू खेल्ने, पढ्ने जस्ता काममा लागिरहन्छन्। अनि शारीरिक गतिविधिको कुरा गर्दा एकदमै कडा व्यायाम गर्नुपर्छ भन्ने छैन, बरु नियमित हल्का खालको गतिविधि जस्तै हिँड्ने, बगैँचाको काम गर्ने, योग गर्ने वा टाइची जस्ता कुरामा जोड दिएको छ। जीवनमा अप्ठ्याराहरू, चुनौतीहरू त आइहाल्छन्, तिनलाई सामना गर्ने बारे चाहिँ केही उल्लेख छ? मानसिक लचिलोपन, जसलाई अङ्ग्रेजीमा रेजिलियन्स भनिन्छ, त्यसको महत्त्व देखाइएको छ। समस्याहरू आउँदा त्यसलाई बाधा मात्रै नसोचेर
केही सिक्ने अवसरको रूपमा हेर्ने बानीले मान्छेलाई बलियो बनाउँछ भनिएको छ। अनि अर्को एउटा रोचक कुरा छ, फ्लोको अवस्था। जब मान्छे आफूलाई मनपर्ने काममा आफ्नो इकिगाईमा यति डुब्छ कि समय बितेको पत्तै पाउँदैन नि। हो सुनेको छु। हो, त्यसलाई फ्लो भनिन्छ। यो अवस्था पाउनु भनेको सायद आफ्नो इकिगाई पछ्याउँदाको सबैभन्दा राम्रो अनुभव हो। काम आफैमा पुरस्कार जस्तो हुन्छ र गहिरो सन्तुष्टि दिन्छ। समग्रमा हेर्दा त कृतज्ञता देखाउने बानी अनि प्रकृतिसँग नजिक रहने जस्ता कुराले पनि मानसिक शान्तिमा सहयोग पुर्याउँछन् भन्ने जस्तो देखियो। निश्चित रूपमा यी सबै कुराहरू मिलेर नै एउटा लामो, सुखी र अर्थपूर्ण जीवनको आधार तयार हुन्छ। त्यसो भए आजको यो हाम्रो कुराकानीलाई बिट मार्दाखेरि मुख्य सन्देशहरू के रहे त? पहिलो त आफ्नो इकिगाई पत्ता लगाउनु पर्यो र त्यसलाई पछ्याउनु पर्यो। अनि हतार नगरी सजग भएर जिउनु, बलियो सामाजिक सम्बन्ध बनाउनु, सन्तुलित र थोरै खाने बानी बसाल्नु, शारीरिक र मानसिक रूपमा सक्रिय रहनु, अनि जीवनका चुनौतीहरूलाई सहज रूपमा लिन सिक्नु। इकिगाई भेट्टाउन ती 4 प्रश्नहरू फेरि एकपटक सोच्न सकिन्छ। मलाई के मनपर्छ? म केमा राम्रो छु? संसारलाई के चाहिन्छ? र के गरेर आय आर्जन गर्न सकिन्छ? हो, र यसले एउटा महत्त्वपूर्ण प्रश्न पनि उठाउँछ जस्तो लाग्छ मलाई। यी सबै सिद्धान्तहरू एकैचोटि लागू गर्न त गाह्रो होला, होइन? तर ओकिनावाका यी सिद्धान्तहरूमध्ये कुनै एउटा मात्रै, जस्तै त्यो हराहाचिबुलाई आफ्नो खाना खाने बानीमा लागू गर्ने प्रयास गर्ने, वा मोआई जस्तै एउटा सानो सहयोगी साथीहरूको समूह बनाउने कोसिस गर्ने, यस्तो कुनै एउटा कुरालाई आफ्नो जीवनमा कसरी समावेश गर्न सकिन्छ होला? सायद यति सानो सुरुवातले पनि लामो र सुखी जीवनतर्फको यात्रामा ठूलो फरक पार्न सक्छ कि यो कुरा सोच्न लायक छ।